आज चाहिँ हामी कोरियन भाषाको डे 6 अर्थात् आधा अक्षर कसरी लेख्ने भन्ने नियम पढ्नेछौँ। न म क तल जाँदा आधा आधा न आधा म आधा क उच्चारण गरिन्छ। जस्तै केही उदाहरणहरू रहेको छ। सान्जी आधा न तल आयो, यो भनेको सा भयो, अनि जी सा आदि न सान्जी भनेको सान्जी भनेको पहाडी क्षेत्र, सान्जी भनेको पहाडी क्षेत्र। फा आधा न तल भयो, अनि जी फान्जी भनेको औँठी, फान्जी भनेको औँठी। फा आधा न तल आयो, दे फान्दे भनेको विपरीत, विपरीत फान्दे भनेको विपरीत। खान खाम जा खाम्जा भनेको आलु, खाम्जा भनेको आलु। खा आदि म तल आयो, अनि जा खाम्जा भनेको आलु। नाम ना आदि म जा नाम्जा भनेको केटा, नाम्जा भनेको केटा। मोम आदि म जा मोमजा भनेको शरीर, मोमजा भनेको शरीर, मोमजा भनेको शरीर। सा आदि न सान भनेको पहाड, सान भनेको पहाड। सा आदि न सान, सान भनेको पहाड, सान भनेको पहाड। फा आदि क फाक भनेको बाहिर, बाहेक, बाहिर र बाहेक हुन्छ। ना आदि क सी नाक्सी, नाक्सी भनेको पल्छी, माछा मार्ने पल्छी भन्ने बुझिन्छ। नाक्सी भनेको माछा मार्ने पल्छी। अब चाहिँ उच्चारणको नियम नम्बर 2 मा क र ख तल जाँदा आधा क उच्चारण गरिन्छ। जस्तै खा आदि क खाक भनेको प्रत्येक, खाक भनेको प्रत्येक। अब मा जी, यो मा आदि क तल गएपछि माझी माग भनेको अन्तिम, माझी माग भनेको अन्तिम। भे आदि क तल गएपछि फेक भनेको 100, फेक भनेको 100। त्यसै गरी हाक भनेको ज्ञान, हाक भनेको ज्ञान, हाक भनेको ज्ञान, हाक भनेको ज्ञान। हाक छि सी आदि क छिसिक ज अगाडि आएपछि छ उच्चारण हुन्छ भनेर हामीले अघिल्लो भिडियोमा पढिसक्यौँ। छिसिक भनेको ज्ञान, छिसिक भनेको ज्ञान। युग भनेको छ, युग भनेको छ। चुक भनेको सिधा, चुक भनेको सिधा, चुक भनेको सिधा आदि क तल आए, चुक भनेको सिधा। चुक फोअक भनेको भान्सा, फोअक भनेको भान्सा, फोअक भनेको भान्सा। अब हामी त्यसै गरी नियम नम्बर 3 मा हेर्छौँ। ब र फ तल जाँदा आधा प उच्चारण हुन्छ, ब र फ तल जाँदा आधा प उच्चारण हुन्छ। छिप छिप भनेको घर, छि आदि प भनेको छिप भयो, आदि प तल आयो, छि भयो, आदि प तल आयो, छिप भनेको घर। अनि फाप भनेको फा आदि प गरेर फाप भनेको भात, फाप भनेको भात। सी आदि प तल आयो, सिप भनेको 10। इप भनेको मुख, इप भनेको मुख। एप भनेको छेउ, एप भनेको छेउ। साप भनेको बेल्चा, सा यो सा भयो, आदि भयो साप
भनेको बेल्चा, साप भनेको बेल्चा, साप भनेको बेल्चा। एन्सुप भनेको अभ्यास, ए आदि न सु आदि भ गरेर एन्सुप, ए आदि न सु आदि भ गरेर एन्सुप भनेको अभ्यास, एन्सुप भनेको अभ्यास, एन्सुप भनेको अभ्यास। आँप भनेको अगाडि, आँप भनेको अगाडि, सुप भनेको जङ्गल, सुप भनेको जङ्गल। त्यसै गरी नियम 4 मा र तल जाँदा आधा ल उच्चारण गरिन्छ, र चाहिँ तल जाँदाखेरि आधा ल उच्चारण गरिन्छ। मल्दा भनेको टाढा हुनु, यो म आदि यो तल गयो मल्दा, मल्दा भनेको टाढा हुनु। आल्दा भनेको थाहा हुनु बुझ्नु, आ आदि ल दा, आल्दा भनेको थाहा हुनु बुझ्नु। फल्दा भनेको बेच्नु। त्यसै गरी साल भनेको चामल, साल भनेको चामल, सा आदि ल, साल भनेको चामल, साल भनेको चामल, साल भनेको चामल। सु सु आदि ल, सुल भनेको रक्सी, सुल भनेको रक्सी, मूल भनेको पानी, मु आदि र मूल भनेको पानी। खाल भनेको चुक, चक, खाल भनेको चक, कु, खाल भनेको चक्कु, च आदि क कु, चक्कु, तरकारी काट्ने चक्कुहरू। खा आदि ल, आदि र गरेर खाल भनेको चक्कु। त्यसै गरी नियम नम्बर 5 मा अ तल जाँदा ञ उच्चारण गरिन्छ, अ तल जाँदा ञ उच्चारण गरिन्छ, ञ आधा ञ उच्चारण गरिन्छ। जस्तै सा आदि अ जा, साङ्जा भनेको काट्नु, साङ्जा काट्नु। फा आदि न, फाङ, हाङ आदि क, फा, फाङहाङ भनेको भ्याकेसन, भ्याकेसन, फाङ, फाङमत भनेको तरिका, फाङमत भनेको तरिका। नेङबाङ भनेको चिसो कोठा, नेङबाङ भनेको चिसो कोठा। पाङ भनेको रोटी, पाउरोटी, पाङ भनेको रोटी पाउरोटी। बाङ भनेको राजा, बाङ भनेको राजा, बा अनि अ गरेर बाङ भनेको राजा, फाङ भनेको कोठा, फाङ भनेको कोठा। खाङ भनेको खोला, खाङ भनेको खोला, खा अनि आदि अ र खाङ भनेको खोला, खाङ भनेको खोला। त्यसै गरी नियम नम्बर 6 मा द, थ, ज, छ, स, स तल जाँदा आधा त उच्चारण हुन्छ। द, थ, ज, छ, स, स तल जाँदा आधा त उच्चारण हुन्छ। खोत भनेको तत्काल, भात भनेको बारी, नात भनेको दिन, नात भनेको दिन। कोत भनेको फुल, ईट भनेको हुन। फित भनेको काइँयो, फित भनेको काइँयो। खाफेत भनेको कार्पेट, खाफेत भनेको कार्पेट, खाफेत भनेको कार्पेट। भिडियो कस्तो लागिरहेको छ कमेन्ट गर्न नभुल्नुहोला। त्यसै गरी ह तल जाँदा साइलेन्ट हुन्छ, उच्चारण गरिँदैन। हको चाहिँ तल जाँदाखेरि कुनै उच्चारण हुँदैन। जस्तै नछिन्दा, यो हको कुनै उच्चारण हुँदैन। नछिन्दा, सिधा, नछिदा यो छुट्नु।
नाजुदा नाजुदा नाआजुदा भनेको जन्मदिन नाजुदा भनेको जन्मदिन नजुदा भनेको राखिदिनु नजुदा यो हको कुनै उच्चारण हुँदैन नजुदा भनेको राखिदिनु छोआहादा भनेको मन पराउनु यो हको कुनै उच्चारण हुँदैन छोआहादा भनेको मन पराउनु छोआहादा भनेको मन पराउनु साइदा भनेको थुप्रिनु साइदा भनेको थुप्रिनु साइदा यो हको कुनै उच्चारण हुँदैन साइदा भनेको थुप्रिनु त्यसै गरी त प च यी तीनवटा व्यञ्जन वर्णहरू तल जाँदैनन् त प च चाहिँ कहिले पनि तल जाँदैनन् अक्षरको त प च व्यञ्जनहरू चाहिँ तल जाने गर्दैनन् यिनीहरू माथि नै हुन्छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद भिडियो राम्रो लागेमा सब्सक्राइब गर्न नबिर्सिनु होला यस्तै नयाँ भिडियोहरू तपाईँमा छिटोभन्दा छिटो आउने गर्दछ